आज म तपाईहरुलाई पोपो एपको बारेमा भन्न गइरहेको छु। पोपो एप कसरी चलाउँछ, लाइभ कसरी बस्छ अनि त्यसपछि बक्सहरु कसरी फोरिन्छ भन्ने विषयमा तपाईहरुलाई म जानकारी दिन चाहन्छु। र यो पोपो एप चाहिँ कस्तो हो, नक्ली हो कि सक्कली हो, साँच्चै विथड्र हुन्छ कि हुँदैन, कहाँबाट केबाट विथड्र हुन्छ भन्ने कुरा सबै कुराहरु तपाईहरुलाई बताउँदै छु आज। र तपाईलाई विथड्र गरेर पनि देखाउँछु है म। र त्यसको लागि चाहिँ तपाई सुरुमा पोपो एप डाउनलोड गर्नु होला। म तल बायोमा लिंक दिएको हुन्छु, त्यसमा क्लिक गरेर डाउनलोड गर्नु होला अथवा प्ले स्टोरमा गएर पनि डाउनलोड गर्न सक्नुहुनेछ। तर लिंकबाट गर्नु भने तपाईलाई सजिलो पनि हुनेछ, खोजिरहनु पर्ने छैन। र त्यसपछि तपाई सुरुमा पोपो एप डाउनलोड गर्नु भइसकेपछि पोपो एपमा जानु होला। पोपो एप यसरी ओपन भइसकेपछि यहाँ हेर्नु होला, यो चाहिँ मेरो आईडी हो हैन। मेरोमा चाहिँ 2,11,443 पोइन्ट्स रहेको छ हैन। अनि कोइन्स चाहिँ 14,790 रहेको छ। यो चाहिँ हामीले कसरी निकाल्न सकिन्छ, कोइनहरु कसरी कलेक्ट गर्न सकिन्छ, यो सबै कुरा तपाईलाई जानकारी दिनेछु। सुरुमा हामी जानेछौं लाइभ कसरी बसिन्छ है त। लाइभ चाहिँ यतापटि एजेन्सीको तलपटि रहेको छ, लाइभको अप्सन रहेको छ। अनि तल लाइभमा क्लिक गर्नु होला। लाइभमा क्लिक गर्न साथ यतापटि पिंक कलरको लाइभ भन्ने अप्सन आउँछ। तपाईले यहाँ लाइभ जानुभयो भने तपाईको चाहिँ यहाँ लाइभको अप्सनमा जानुहुनेछ र गो लाइभ गरेर तपाई लाइभमा बस्न सक्नुहुनेछ। म्युट गरेर नि बस्न सक्नुहुनेछ। जस्तै यसरी लाइभ गरेर तपाईहरु यसरी म्युटमा बस्न सक्नुहुनेछ। र तपाईहरु च्याटिङ पनि गर्न सक्नुहुनेछ। अनि यसमा रिवार्ड टाइम थाहा पाउनको लागि चाहिँ हामी यसमा रिवार्डमा जानेछौं। 3 टकोमा गएर रिवार्ड जान्छौं। त्यसपश्चात हामी यसरी टाइम हेर्नको लागि यसरी आको हुन्छ है जोइन पार्टी लाइभ। यहाँ तपाईको आज चाहिँ मेरो डेली लाइभ कम्प्लिट भइसकेको छ, त्यसकारण मेरो यहाँ डेली लाइभ देखाइरहेको छैन, नत्र यहाँ डेली लाइभ देखाउँछ। अनि त्यहाँ जस्तै तपाईलाई एक्जाम्पल दिन्छु, जस्तै 7 र्यान्डम पीके एक्टिभिटी विन्स, 7 मिनेट खेल्नुपर्छ, 7 चोटी खेल्नुपर्छ, 7 टाइमसम्म खेल्नुपर्छ भनेको छ हैन। अनि त्यहाँ 0 देखाएको छ। यो 0 भनेको चाहिँ एकचोटी पनि मैले खेलेको छैन है। जस्तै यहाँ जोइन पार्टी फर 1 आवर लेखेको छ, 0/60 लेखेको छ। हामी 60 मिनेट बस्नुपर्छ, तर म 1 घण्टा पनि 1 मिनेट पनि बसेको छैन है। जब तपाई बस्दै जानुहुन्छ यता काउन्ट हुँदै जान्छ, 0 को ठाउँमा 1 2 3 मिनेट भन्दै काउन्ट हुन्छ। त्यहाँ गएर तपाई टाइम हेर्न सक्नुहुन्छ। र रिसिभ ठ्याक्कै यो जोइन पार्टी भनेको ठाउँमा यहाँ 800 रिसिभ भनेर आउँछ है। त्यो पनि म अहिले देखाउने छु गरेर। र यति गइसकेपछि हामी लाइभ इन जाम हैन। तपाईलाई म अर्को पनि सिकाउँछु। र यो भइसकेपछि तपाईहरुले कोइन कसरी कलेक्सन गर्ने हैन। कोइन कलेक्सन चाहिँ किन गरिन्छ भन्दाखेरि हामीले कसैलाई गिफ्ट गर्यो भने बल्ल हाम्रो लेभल अप हुन्छ। जस्तै मेरो लेभल रहेको छ 4 लेभल रहेको छ हैन। मेरो यो लेभल वेल्थ लेभल अप गर्नको लागि मैले गिफ्ट गर्नुपर्ने हुन्छ भनेदेखि मैले चाहिँ यो लेभल स्ट्रीम लेभल चाहिँ हामीले यो लाइभ डेली लाइभ बसेर नै यो लेभल अप हुन्छ हैन। र तपाईहरुलाई म कसरी चाहिँ कोइन कलेक्ट गर्ने भन्दाखेरि हाम्रो लाइभ भन्दा यतापटिकोलाई क्लिक गर्ने, जुन पार्टी भन्ने आउँछ। यसमा जसकोमै गएर हैन, जसकोमा गएर हेर्दा पनि हुन्छ। र यसरी दिएको छ। यहाँ मान्छेहरु जाने छ, साउन्ड म कम गर्छु हैन। दिएको छ जस्तै लकी बक्स भन्छ यसलाई लकी बक्स भन्छ। यो टाइम पुरा भएपछि यसलाई ओपन द बक्समा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईको 10 20 50 200 जति पनि आउँछ। र त्यसैगरी यतापटि रहेको छ अर्को नम्बर दिएको छ 5 मिनेट। 5 मिनेट पुरा भएपछि तपाईले कलेक्ट गर्न सक्नुहुनेछ। कहिले 5 कोइन पनि दिन्छ, कहिले 40 कोइन पनि दिन्छ है। यसको भरै हुँदैन, जस्ट खोरिरहनु पर्ने हुन्छ। यसरी कलेक्ट गर्न सक्छौं हामीले। र 2 घण्टा बस्नु होला।
9 बजेभित्रसम्म, बेलुकाको 9 बजेभित्रसम्म तपाईँले 2 घन्टा लाइभ बसिसक्नुपर्ने हुन्छ। होइन भने तपाईँको चाहिँ लाइभ बिग्रिन्छ होइन। लाइभ बसेको ड्युरिङ लाइभमा चाहिँ तपाईँले अन्धकारहरू छायाहरू पार्न मिल्दैन, एकदम क्लिन फेस बनाएर देखाउनु पर्ने हुन्छ। सकभर म्युट गरेरै बस्दा राम्रो हुन्छ होइन। म्युट गरेरै बस्नु होला सुरुमा। 1 हप्तासम्म तपाईँको 10,000 आउँछ, 2 घन्टाको 20,000 उठ्छ र 1 हप्तापछि चाहिँ तपाईँको 1,000 मा झर्छ। त्यसपछि चाहिँ तपाईँहरूले गिफ्टहरू गेमहरू खेलेर त्यस्तो गरेर अनि पोइन्टहरू उठाउन सक्नुहुनेछ। जति धेरै पोइन्ट आयो त्यति छिटो तपाईँले 1 लाख पोइन्ट हुने बित्तिकै तपाईँले विथड्र गर्न पाइहाल्नुहुन्छ। र यसमा विथड्र गर्ने तरिका नि एकदम सजिलो छ। त्यो पछि बताउनेछु, विथड्र गरेर देखाउनेछु। सुरुमा हामी इन्भाइट गरेर पनि हामीले के गर्न सकिन्छ भन्दाखेरि रिसिभ गर्न सकिन्छ पोइन्ट है। जस्तै म यहाँ इन्भाइटको अप्सनमा गएँ। इन्भाइटको अप्सन हेर्नु, मैले 2 जनालाई इन्भाइट गरेको थिएँ। 2 जनाबाट मलाई 80,000 आएको छ होइन। 1 जनाबाट 20,000 आएको छ भने अर्को जनाबाट मेरो 60,000 आएको थियो। 2 जना नम्बर अफ इन्भिटेज भनेर 2 देखाएको छ। 2 जनालाई गरेको छु, 2 जनाबाट मलाई 80,000 आएको छ। यसरी पनि इन्भाइट गरेर पाउन सकिन्छ। र इन्भाइट गर्ने तरिका चाहिँ यहाँ तल इन्भाइट नाउमा क्लिक गर्ने। इन्भाइट नाउमा क्लिक गरेर सेयर अप्सनमा जाने अनि त्यसपछि मेसेन्जर, फेसबुक, व्हाट्सएप जताबाट पनि तपाईँहरूले यो लिङ्कलाई गरेर पठाएर त्यो व्यक्तिले चाहिँ यो लिङ्क क्लिक गरेर डाउनलोड गर्नुपर्ने हुन्छ र 24 घन्टाभित्रसम्ममा त्यो व्यक्ति चाहिँ लाइभ बसिसक्नुपर्ने हुन्छ। अनि बल्ल तपाईँलाई त्यो रिवार्डहरू आउँछ है। 24 घन्टाभन्दा पछि ऊ बस्यो भनेदेखि चाहिँ तपाईँलाई रिवार्ड आउँदैन है। यो हो यसको अप्सन। अब लास्ट अप्सन जानेछौँ हामी कहाँ भन्दाखेरि पैसा निकाल्नेमा जानेछौँ है। यो रियल हो कि फेक हो त हेर्नु पर्यो, तपाईँहरूले जान्नु पर्यो होइन। अब धेरै कुराहरू अहिले फेक आइरहेको छ एप्सहरू, तर यो चाहिँ एकदम फेक छैन है। मैले 1-2 चोटि निकालिसकेको छु र फेरि पनि निकालेर देखाउनु चाहिँ यहाँ विथड्र नाउमा क्लिक गर्ने। मेरो इसेवा अलरेडी निकालेको भएर मेरो यहीँ इन्क्लुड छ, तपाईँहरूले इन्क्लुड गर्न सक्नुहुनेछ। अनि विथड्र नाउमा क्लिक गर्नु होला। अनि त्यसपछि कन्फर्ममा जान्छु। अनि त्यसपछि हामीले पिनकोड अगाडि नै सेट गर्नुपर्ने हुन्छ होइन। त्यो पिनकोड चाहिँ राख्नुपर्ने हुन्छ। म राख्छु। मेरो चाहिँ कोड हालिसकेपछि यस्तो देखाउँछ। यस्तो देखाइसकेपछि हामीले स्टार क्लिक गरिदिने र सबमिट गरिदिने। आई वान्ट टु कम्प्लेन, टक अबाउट लेटर है। भइसकेको छ। अब हेर्नु है, यहाँ मेरो पोइन्टहरू पनि गइसकेको छ, सबै भइसकेको छ। अब मात्र मेरो पैसा आउन बाँकी छ, जुन चाहिँ 24 घन्टाभित्रमा नि आइसक्छ। इसेवामा पैसा कति छ भनेर होइन तपाईँलाई प्रुफसहित मेसेज पनि आउँछ। तै पनि तपाईँहरूलाई क्लियर गरिदिउँ भनेर मेरो अहिले 1920 छ। हेर्नु है, अहिले मेरो अलिक टाइम लाग्छ, कहिलेकाहीँ 24 घन्टा पनि लाग्छ र कहिलेकाहीँ 24 घन्टा नपुग्दै पनि आइपुग्छ है। यो पैसा इसेवामा 1 दिन चाहिँ कुर्नुपर्ने हुन्छ, वेट गर्नुपर्ने हुन्छ। यसरी हामीले अर्न गर्न सकिन्छ मजाले। कुनै डाउट छैन, कुनै गाह्रो पनि छैन। गिफ्टै आउनुपर्छ भन्ने पनि छैन। जस्ट हामी लाइभ मात्रै बसेर पनि हामीले कमाउन सक्छौँ। बिस्तारै भए पनि होइन। 1000, 1200, 1300 देखि लिएर 1500, अब 1 लाखको 1300 सम्म आउँछ भने 2 लाखको 2500 त्यसरी आउँछ होइन। यसलाई चाहिँ एकदम धैर्यपूर्वक चलाउनु पर्ने हुन्छ। यदि छिटो चाहिन्छ भने गेमहरू खेल्नु पर्यो, साथीहरू बनाउनु पर्यो, गिफ्ट दिने व्यक्तिहरू खोज्नु पर्यो, बोल्नु पर्यो। त्यस्तो गर्दाखेरि चाहिँ तपाईँले चाँडै पनि मजाले पैसा कमाउन सक्नुहुन्छ। यहाँ मजाले तपाईँले हेर्न सक्नुहुन्छ यहाँ होइन। विथड्र गर्ने रुल्सहरू पनि एक्सचेन्ज रेसियो छ। 10,000 को 138 रुपियाँ हुन्छ होइन। त्यही अनुसारले हामीले मल्टिप्लाई गर्न पनि सक्यो। अनि म्याक्सिमम चाहिँ हामीले 1 लाख भन्दा मुनि चाहिँ विथड्र गर्न मिल्दैन है। यो कुरा चाहिँ एकदम राम्रोसँग बुझ्नु। 1 लाख पोइन्ट कोइन होइन है, फेरि 1 लाख पोइन्ट भइसकेपछि चाहिँ हामीले के गर्न मिल्छ भन्दा विथड्र गर्न मिल्छ है। विथड्र गरे पनि भयो, न त तपाईँले यहाँ एक्सचेन्ज पोइन्ट फर कोइन्स भन्नुभएको छ नि, तपाईँले
यो पोइन्टबाट कोइनमा एक्सचेन्ज गर्छु अनि अरूलाई गिफ्टहरू दिएर लेभल अप गराउँछु भन्न पनि पाउनुहुन्छ। होइन भनेदेखि तपाईँले कोइन किन्छु म कोइन किन्छु अनि त्यसपछि अनि म अरूलाई गिफ्ट गरेर अथवा एक्सचेन्ज गरेर लेभल अप गर्छु भन्न नि पाउनुहुन्छ। किन्नको लागि चाहिँ कोइनमा क्लिक गर्नु होला। कोइनमा क्लिक गरेपछि हेर्नु त यहाँ मजाले देखाएको हुन्छ। यहाँ टपअपमा जाने, टपअपमा गइसकेपछि 7,000 को 0.99 डलरमा तपाईँले पे गर्नु अनि पे गरिसकेपछि चाहिँ मजाले तपाईँले 7,000 कोइन पाउनुहुन्छ है। यसरी के सबै देखियो छ, डिटेलहरू दिएको छ। यसरी चाहिँ तपाईँ मजाले यो पोपो एप मजाले चलाउन सक्नुहुनेछ। फेक होइन, एकदम रियल हो। तपाईँहरूलाई मैले गरेर देखाएको छु र अब पैसा आइसकेपछि पैसा आएको पनि म तपाईँलाई देखाउने छु। जस्तो कि यहाँ मेसेज आयो है, मेसेज हेरौँ, नोटिस आयो, विथड्रल सक्सेसफुल्ली विथड्रल भनेको छ। मेरो चाहिँ 1 घन्टामा टाइम टेकन त्यहाँ देखाइएको छ। 1 घन्टामा भयो भनेपछि अस्तिको बेलामा विथड्र गर्दाखेरि 28 मिनटमा भएको थियो भने योपालि चाहिँ 1 घन्टामा भयो। त्यही हो, बढीमा लाग्यो आधी घन्टा 1 घन्टा, जस 24 घन्टाभित्रसम्ममा आइपुग्छ। छिटोमा 5 मिनटमा नि आइपुग्छ ब्याङ्क अकाउन्टहरूमा। मेरो चाहिँ इसेवामा गरेको छु र तपाईँहरूलाई इसेवामा नि गरेर देखाउँछ है। त इसेवामा पनि मेरो अघि 1920 थियो है। अब हेरौँ है त अहिले, ल हेर्नु अहिले 4,604 रुपियाँ भएको छ है। अघि 1900 थियो भनेपछि मेरो टोटल 2600 आयो। कहाँबाट हेर्न मिल्छ कति आउँछ नेपाली पैसा भन्दाखेरि चाहिँ यहाँ जाने, क्लियर फर डिटेल्स, चेक फर डिटेल्समा जाने अनि यहाँ चाहिँ देखाउँछ है, सबै देखाउँछ। यहाँ 19.45 जसको चाहिँ नेपाली करेन्सी 2684.10 रहेको छ है। ल यति नै छ। पेमेन्ट रिसिभ भएको छ, मेरो कन्फर्म भएको छ है। ल तपाईँहरू पनि आजदेखि सुरु गर्नु है त। ओके, आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्यो र तपाईँले बुझ्नुभयो। यदि बुझ्नुभएको छैन भनेदेखि तपाईँले सोध्न सक्नुहुनेछ कमेन्ट बक्समा गएर, म तपाईँलाई डिटेलमा फेरि पनि बुझाइदिनेछु। ओके, आजको लागि यति नै मेरो भिडियो। आई होप तपाईँले बुझ्नुभयो। सबैलाई बाई बाई भन्न चाहन्छु। एन्ड तपाईँ नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। साथै मिठो कमेन्ट छोडेर जानु होला यदि बुझ्नु भएको छ भने भन्दै आजको मेरो भिडियो यही टुङ्ग्याउनेछु। बाई बाई सबैजनालाई गाइज।